गाइस आज चाहिँ हामी गाउँ आएको हिजो चाहिँ हामी गाउँ आएको अनि पछि मैले हिजो साइकल चलाउन सिकेँ मेरो पालो तिमीले अघि भर्खर चलाए अब मेरो दाइ हो मेरो आन्टीको छोरो हो मेरो मन भन्ने हाल्दियो है भिडियो हुन्छ 1 2 3 यो मायाको छल्किँदै अब कति दिन चाहिँ फेरि स्कुल बिताउने 8-9 दिनसम्म यही गाउँमा बस्ने हो हिजो आएको पछि गाउँबाट हिजो आएको भ्लग बनाउने भनेको अनि पछि कस्तो झाउ लाग्यो सुरुमा त पुरा उस भएको थियो मलाई पछि झाउ भ्लग बनाउन के भयो अघि मैले उता तल चलाएको थिएँ झाँसी मलाई सुशान्तले सिकाइदिनु नि कसरी चलाउने भनेर अब त 7 क्लास खालि यस्तो गर्ने बानी परेको कि मेरो ए ऊ माथिबाट ल्याउँछौ मेरो सुशान्त दाइ हो कि मैले पहिला बाबु भनेर बोलाएको थिएँ सानोमा अनि पछि फेरि बुझ्दै गयो नि त सुशान्त दाइ भन्छु होइन सुशान्त दाइ त भन्छु सुशान्त भन्छु मेरो दाइ सुशान्त भन्दा दिदी के एउटा याद आयो कि तिमी त हिजो उता सुप्रिम मामाको घर गएको भने होइन हिजो उता मेरो घरतिर गएको भने होइन हिजो लड्डु चोक तिमी सुप्रिम मामाको घर त राइस मिलतिर गएको होइन म मेरो मम्मीले त्यही भन्नुभएको थियो के अरे बामा सुशान्त उता गएको भनेर भन्नुभएको थियो कि होइन रहेछ लास्टमा त कपालै गरेको छैन बिहान बिहान खोइ अब म मेरो भ्लग बनाइदियो है म चलाएको ल खेल्छ गर्न खोजिछन् मैले बान्नु पर्यो कपाल कति फास्ट ट्याक्का है ओइ कता लिएर गएको यहाँबाट लड्लो है यहाँ त यस्तो भिड छ नि फेरि यो मायालाई छु यो सामसुङ होइन सामसुङ टेक्नो ल ल ल ल ल ब्रेक आना हो ब्रेक हान्दै हो ल त्यताबाट ल ल ल ल यत्रो टाढोबाट हेर्नु है गाइस ल ल ल ल गाइस हेर्नु होला ओइ कता लाग्यो त्यहाँ लानु सक्छ गाइस साइकलको हालत हेर्नु होला न हावा न पन्चर भएको छ ब्रेक पनि राम्रो छैन है गाइस एकछिन हेर्नु त फेरि यस्तो घप्पै ओह्राल्छ कि ल आयो ल के बोल्छस् ल फेरि ल फेरि यिनले चाहिँ रिटर्न गर्न खोजिरहेको छन् गाई कति ठुलो खाल्डो छ यहाँ मान्छे देखियो ओ यस्तो गएपछि मात्र देखियो कि गाई गाइस अब चाहिँ सुशान्त म हप्ता चलाएँ होइन हेर्नु होला बनाएको के रातो अब कपाल कोर्ने हुन्छ आज चाहिँ हामी भिडियो बनाउने हो कि गाइसहरू अनि सिजी पेपर राखेर नि
कैसे तपाईँहरूले मेरो साथीको नाम भन्छ है मेरो साथीको नाम चाहिँ अस्मिता विशेषता एलिना रश्मि अर्पणा प्रमिसा हो त्यो बिस्का त काहीँ नपाएकी मोटी के नाम दिने त्यसको लडी गएको के यसले कस्तो गाह्रो गराउँछ यो ढुङ्गाले यहाँबाट हेर्नु नाम निशान हाम्रो त्यस्तो साथीकोहरू मेरो मम्मी म तलबाट देखाइदिन्छु चलाएको यस्तो बाटो हिजो मात्रै सिकेको है मैले यो बाटोमा चलाउन चाहिँ त्यो माथिको बाटोमा चलाउन होइन अब स्टार्ट गरिसकेँ क्या अघि नै हो सुशान्त गहन गाइजहरू ए उठेर भयो अब कपाल कोर्ने इक्जाम भयो इक्जाम पनि खतरा भयो बजार भनेको मैले के लेखेँ भन्दा स्थानीय पाठ्यक्रममा बजार भनेको के आएको थियो अनि मैले त्यतिर बजार भनेको सोमबार वा बिहिबार लागिने हाट बजारलाई बजार भनिन्छ अनि पछि दुईवटा क्षेत्रहरू भन्थ्यो नि त अनि कालीगण्डकी चोक बजार भेडाबारी चोक बजार भेडाबारी हुन्छ क्या बजार अनि त्यही भएर रातो र चन्द्र सूर्य कति रमाइलो हुन्थ्यो स्कुलमा यतिखेर हामी स्कुलमा के गर्दै हुन्थ्यो यतिखेर त म स्कुलै गएको हुन्थेन कता पुगिसकेछ नि त यतिखेर म स्कुलै पुग्थेन यार अब पुग्न 9-19 भयो के ए त्यहाँ हो मेरो इक्जाम भएको दोस्रो दिन हो यो चाहिँ मेरो हिजो शनिबार भयो आज आइतबार आज चाहिँ डे 1 भयो आएको भोलि डे 2 भनेर हाल्छु है म भ्लग जहिले पनि भ्लग बनाउँछु अब म हामी के कहिले कसो यत्रो थोत्रो साइकलमा पनि तिमीले यसरी चलाइदिन्छौ है हामी यहाँ टायरै होइन केही सबै पञ्चेट हो टायर बनाएको हावा पञ्चेट भएको साइकल हामी के म के जहिले पनि यता यसको चाहिँ रिङबाट कुद्न खोजे कराइराख सुत्किन खोजेको त्यो भनेको रिङबाट कराइरहेको छ गाइस हामी के ट्युसन पढ्थ्यौँ ट्युसन पढेपछि साइकल लिन्थ्यौँ मेरो साथीहरूको साइकल हुन्थ्यो नि त अरू हुन्थ्यो नि त कोही कोही साथ सपोर्ट गरिदिनु होला मलाई
अर्को साइकल किनिदिनु होला अनि पछि के अरे अनि पछि साइकल चलाएर हामी जान्थ्यौँ कि कता कता एकछिन गाडी नआउन्जेलसम्म एकछिन साइकल चलाएर डुल्थ्यौँ एकछिन अनि त्यतिखेर हामी सबैको घरतिर जान्थ्यौँ क्या गाइस मेरो युट्युब च्यानल देख्दा तिम्रो अनि पछि आज चाहिँ म टिकटकमा हाल्छु गाइज आज चाहिँ म टिकटकमा हाल्छु के अरे हामी आज भिडियो बनाएको मम्मी चाहिँ त भात खानु बोलाउनु भा कस्तो बोल्ने चेन्ज भयो गाउँ आएको त भात खानु बोलाउनु भा सृष्टि एसई दिन गइन् सुशान्तको दिदी जात्रा से भाउ बाई बाई तिम्रो टाउको बाई अफ गर्छु भिडियो पछि जोड्न मिल्छ है भिडियो ल गाइज आज दिनभरिमा के भयो हुन्छ म तपाईँलाई सबै यो भिडियोमा देखाउँछु है बाई भाइले फेरि एकछिन रोक्नु है गाइस म चाहिँ यत्रो बेरसम्म हामीले साइकल कति प्र्याक्टिस गरिसक्यौँ अब यत्रो भिडियो बनाएर पनि फेरि टिकटक भिडियो बनाएर पनि अब फेरि साइकल चलाउन लाग्दैछु सुसन यहाँभित्र जम्मै त बनीको छरी बनी साइकल प्र्याक्टिस गर्न भिडियो हाला भनेको हाल्दिन हालिदिएको को कसले हेरे दिजना हालिदिएको मैले कहाँ हालेको तिम्रो मेसेन्जरमा हालिदिएको होइन मैले हाल्दै थिएँ कि सेन्डिङ हुँदै थियो पछि देखाउँछु मलाई देख म चाहिँ सबै केराको बोकेर लगाएको कस्तो म यो भन्दा रियालमा राम्रो यो के कस्तो नराम्रो देखाएर न पुरा अनारको है अनि किन हो बाहिर राम्रो देख्छ कि यहाँ त नराम्रो देखियो कति नराम्रो देखियो बाहिरबाट राम्रो देखाउँछ कि तिमीलाई हो जाऊ त एकछिन जाऊ त के त्यसरी क्यामेरा नफा ए सुशान्त तिमीले डुगेर मेरो साथीको नाम अस्मिता हो नि विशेषता हो नि बनको चरी बनेमा मैनको कुरामा हालिदिएको त थिएँ यही गीतमा बनाएको के मैले बनको चरी बने मेसेन्जरमा हालिदिएको के अरे विश्वकर्मामा हालिदिएको होइन अनि मैले अनुष्का भिडियो पठाएको थिएँ लास्ट टाइम देखि आएको थिएँ रुक अहिले पठाइदिन्छु बरु यहाँ भिडियो अफ गर्नुभन्दा एकपटक चलाउनु न बनको चरी बनेमा मनको कुरा मनेमा लजाउँदै मेरो स्वर राम्रो होइन यतिखेर स्कुलमा भएको भए यतिखेर बसमा भएको भए बसमा कति रमाइलो हुन्थ्यो ओके साथीहरू कति रमाइलो हुन्छ हो साथीहरूसँग मलाई त जहाँसम्म लाग्छ वैशाखको 7 गतेदेखि मेरो स्कुल हो त्यही लाग्छ मलाई के साँच्च मेरो चप्पल म यो चप्पल लगाएर आएको यही म जुत्ता लगाउन झम्लाउँछ क्या आजकल हजुर हजुर होला म त 30 गते फर्किने हो 30 या 29 गते
कहाँ नि यहाँ आऊ आऊ यता यता हैन ओ माथि के त भने हैन माथि रोहित त्यो ओह्रालोमा रोहितको घरतिर रोहित मेरो मेरो जानकी आन्टीको सम्धिनीको छोरा हो के मेरो भाइ होइन सम्धिनीको र मितिनीको छोरा जानकी आन्टीको मितिनीको छोरा मेरो भाइ होला है रोहित त तिमीभन्दा सानो हो मभन्दा सानो मेरो भाइ चाहिँ बन्देको चरी बनेमा मनको कुरा मनैमा जाउँदै मेरो इक्जाम खतरा भयो नि गाइजहरू म पास त हुन्छु इक्जाममा इक्जाममा पास त हुन्छु बनको चरी बनेमा उता माथि चलाउने हामी चाहिँ यो माथि चलाउने अब उताको रोहितको घरको बाटोबाट चलाएमै यहाँ त हाम्रो अलि झ्यासै झ्यास छ क्या आज त आइतबार पर्यो कति बज्यो 1:20 गएर रहेछ बनको चरी बने मामन त्यहाँबाट तल लिएर आऊ अब कमन सुशान्त दाइ कमन लेट्स गो थोडा आले ताडी बस्नु न लेट्स गो ल लेट्स गो ओए ल ल मेरो पाला ओए उइली अब मैले देखाइदिएँ है ल गाई चाहिँ अब अनुष्काको पालो है तिरेको गाई चाहिँ अनुष्का चाहिँ हो उता छ है खोइ त अनि त्यहाँबाट चढ्ने होइन हल्का तल लिएर आऊ त्यो ढुङ्गाबाट चल के 1 2 ब्रेक हानेर आऊ है ल 1 है ब्रेक नलाग्ने ब्रेक लगाएर फेरि कस्तो पागल जस्तो है वाह के भयो गुपिटार ए कटाएछ के यतापट्टिको साइडमा कटाए अब कटाउन के कटाएर चिप लगाइदिन्छ ओए कटाए फर्क ए त्यो ठाटीमा नजानी के अघि भिडियो अफ भएको रहेछ तिमी गफ गरेको हो कि भएको लास्टै थाके त्यहाँ तलबाट साइकल डोराउँदै ल्याएको मैले त्यहाँ झन् त्यही तलै नदीतिरैबाट नदीतिर जाम है बाबु भोलि बाबु सुशान्त भोलि नदीतिर जाम है कता यता जाऊँ न बरु तिमी जाऊ
खसाल दिनुपर्छ क्या हाँ खसाल दिनु यहाँबाट खसाल्यो भने त म एकपटक यहाँ चलाउँछु है सुशान्त तिमी त्यहाँ लगाऊ अनि पछि एकपटक म यहाँ चलाउँछु के वा म पनि त्यहाँ चलाउँछु चालपाउली जाल यस्तो फुर 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 नगर पुतली चालपाउली जालैमा परेसी फुर 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 नगर भमरा चालपाउला फुलसँगै झरेसी यसमा हामीले गराउने भनेको थियौँ के भन्दै थियौँ भन्दाखेरि यसमा हामीले गराएको थियौँ कि कसरी भन्दाखेरि गराएको थियौँ सुरुमा चाहिँ के अरे के भन्नु भयो भन्दिनँ भन्छु सुरुमा चाहिँ हामीले के अरे हामीले यस्तो बनाउने बेला सुरुमा हामीले आँनलाई बनाउने भन्नुभएको थियो अनि होइन कि यो गीतमा के फुर 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 भन्ने गीतमा भनेको नि गाइजहरूलाई सुरुमा चाहिँ के अरे आँनले भन्नुभएको थियो अनि पछि आँनले गरेको थियो है लास्टमा त यस्तो 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 पो गर्छ त्यसले गर्ने स्टाइल अनि पछि त्यसले भो गराउँदिनँ भन्यो अनि सुजलले गराउनु पठाएको अनि सुजलले गरायो फेरि मिस्टेक भयो अनि पछि फेरि आदर्शले बनाउनु पठाएको आदर्शले बनायो तर अलिक ठिकै भयो अनि त्यही भएर म्याम राख्नुभयो अनि त्यसपछि मैले त्यसपछि अभिषेकले त्यसपछि फेरि विशेषताले गराएको गए अब मोबाइल तात्न ला हो तात्यो मोबाइल अब राख्ने फुर 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 क्लासको अवस्था हाल्यो मान्छे यस्तो सुशान्त तिमीले गर न बरु त्यो मान्छे भन्दा त्यो मान्छेको जस्तै गर न यस्तो यस्तो के फुर 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 ल अब तिमीले स्टाइल गर त तिमीले स्टाइलले भन न गर न सुशान्त तिम्रो स्टाइलले गर न त्यस्तो होइन कि यसरी फुर 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 गरेर गर अनि नगर पुतली अनि चालपाउली जालेमा परेछ चाल भने के चाल भने चालपाउली जालैमा परेसी भएन भयो हाम्रो कान्छो केटाहरू लहरमा आउने खान के कोही फेरि यस्तो 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 गर्छन् कोही फेरि हाम्रो क्लासको केटाहरू कोही फेरि यस्तो 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 गर्छन् कोही फेरि पछि यस्तो गर्छन् क्या त एक्स्ट्रा पेन गर्छन् अनि कोही फेरि यस्तो के अरे कोही फेरि त्यो म्याम मन्टले कन्ट्रोल गरिरहँदाखेरि अरूसँग बोल्छ है म्याम मन्टले हेर्ने बित्तिकै गर्ने टाइपको त्यस्तो के यस्तो यस्तो डान्स गर्ने नयाँ डान्स गर्ने त्यस्तो त्यो नयाँ त्यो हिन्दी भाषाहरू बोल्ने त्यस्तो लाउँछन् आजकलका केटाकेटीहरू पेन भएपछि हुरुक्कै अरू के गर्छन् हाम्रो क्लासको त सबै अब मूर्खै छन् अर्को वर्ष अहिले हामी 6 लिलीमा जुन हम त्यही राख्ने भनेको 7 लिलीमा अनि सरहरूले पनि हुन्छ भन्दा अब के हुन्छ मलाई थाहा छैन गाइजहरू फर 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 नगर पुतली चालपाउली जालै म त यसमा नै घुमेको के छिटो सुशान्त मेरो दाई सुशान्त दाई थाकेम
मिलाउन खोज्दा नमस्ते फर्काउनु ए हस्ता हात मिलाउन खोज्दा नमस्ते फर्काउनु माने तरिकाउनु ए माने तरिकाउनु नमाने तरिकाउनु माने तरिकाउनु नमाने तरिकाउनु टु 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 नबोला अरूसँग के हजुर आऊ कमान मेरो दाई सुशान्त आऊ त डान्स प्र्याक्टिस गर्ने म तपाईँहरूलाई पनि डान्स गरेर देखाउँछु म my gosh कतिचोटि ट्याक 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 गर्नु पऱ्यो ट्याक 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 गर्नु पऱ्यो कतिचोटि ट्याक 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 कतिचोटि ट्याक 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 गर्नु पऱ्यो के गर्नु लाग्यो नि त गाइजहरू आऊ न मैले के है हामीले यस्तो गरेको हो के अरे कम्प्युटरको दिनमा कम्प्युटरको हामी लास्ट हो नि त कम्प्युटरको इक्जामको दिनमा हामीले मैले चिट लगाएको थिएँ है 2टा चिट पऱ्यो के ओ यति खुसी थिएँ त्यतिको यति खुसी मैले कहिले पनि मिलेको थिएन मैले लगेको थिएँ कि वाट इज कम्प्युटर भाइरस वाट इज मल्टिमिडिया लगेको थिएँ अरू पनि लगेको थिएँ अरू चाहिँ परेन वाट इज कम्प्युटर भाइरस र वाट इज मल्टिमिडिया परेपछि अनि वाट इज कम्प्युटर भाइरसको चाहिँ मैले सुरुमा लेखेर तलपट्टि राखेर लेखेँ अनि पछि एल्नाले दिएँ एल्नाले लेखेँ अनि एल्नाले मलाई दिएँ अनि पछि मेरो चाहिँ अर्पणाले हेरेँ अनि अर्पणाको चाहिँ अस्मिताले हेरेँ अनि पछि मेरो चिट चाहिँ आरुषीले दिएको अनि आरुषीले हेरेँ आरुषीले कोकोलाई दिएँ मलाई थाहा भएन आरुषीले उतातिर कोकोलाई दियो अरे अनि पछि फेरि वाट इज मल्टिमिडियाको आएको थियो मल्टिमिडिया भने के हो उठेर गएर बोल अनि पछि के अरे अनि वाट इज मल्टिमिडिया आएको थियो पछि मल्टिमिडियाको यसो हेरेको है ठ्याक्क मल्टिमिडियाको चिट रहेछ तलपट्टि राखेको थिएँ कि मल्टिमिडियाको खुट्टाको तल भाइरस भने वाट इज कम्प्युटर भाइरस भने मल्टिमिडियाको पनि तल राखेको थिएँ खुट्टा अनि पछि यसरी एक किसिमको प्रोग्राम हो नि त त्यही भाइरस गर्ने के हो अबाकस भाइरस गर्ने के हो मलाई पढाउनु भएको थियो मलाई याद छ तर वाट इज मल्टिमिडिया भनेको के हो नि अनि ढोका नै हामी दाइजहरूले सुनाउँदिउँ म अनि फेरि लिएँ है मैले लेखेपछि एल्लाले दिएपछि अनि पछि मेरो अर्पणाले हेरेँ अर्पणाको अस्मिताले अनि पछि विशेषतालाई इङ्ग्लिसमा के भन्छ विशेषतालाई मेरो साथी भन्छ होइन के इङ्ग्लिसमा के अनि पछि के अरे त्यो पनि आएर कम्प्युटरको विशेषता कम्प्युटर वाट इज कम्प्युटर विशेषता फिचर्स हो वाट इज कम्प्युटर फिचर्स आथे अब वाट इज फिचर्स अफ कम्प्युटर वाट इज कम्प्युटर फिचर्स भनेर फिचर्स अफ कम्प्युटर अनि पछि है अनि आरुषीले दिएको है अनि पछि फेरि मल्टिमिडियाको नि आरुषीले दिएँ आरुषीले कोकोलाई दिएँ थाहा भएन गाइजहरू म त जान्छु घर अब ए गाइजहरू म चाहिँ उसको युट्युबमा सब्सक्राइब गर्ने हो ल बाई बाई अझै बेलुकाको भ्लग बनाउनु छ बेलुका हामीले डान्स गरेको भ्लग बनाउनु छ आज बेलुका लुङ्गी लाएर त्यस्तो यस्तो युट्युब भिडियो 2 भिज आइसक्यो त्यो कहिले आउँछ मेरो युट्युब आइडी सुशान्तको युट्युब च्यानलमा कति भ्युज अघि नै 2 भ्युज आयो 9 भ्युज 35 स्कुलमा अनि यहाँ गाइस सर्ट्सहरूमा पनि देख्न सक्नुहुन्छ 8 भ्युज 9 भ्युज 36 हँसै लाउने के 8 9 36 25 129 785 64 31 28 804 78 1.88K 8K अनि 636 कस्तो देखाउन सक्यो सबै 1K देखाऊ ल यहाँ 45 66 अनि 89 191 1K 442 1
यताबाट प्ले स्टोरमा गइरहन्छ क्या गाइस यो फेरि मोबाइल बाई भन्न आइन्छ अब पछि बेलुकाको ब्लग देखाउँछु है गाइस हेलो गाइस म चाहिँ भर्खर आइसक्रिम खाएर बसेको दुधवाला हामीले यो मम्मीले अब गयो कि नेरा तेलको बिर्को सहित खसाएछ यहाँ हामी चाहिँ निम्किन बनाउनु लाग्यो गाइजहरू त्यहाँ निम्किन यति बुट्ने हो पहिला ओके त मैले हाम्रो आज खाजा निम्किन बनाउनु लाग्यो के गर्नु गाउँमा आएपछि बजारमा भएको भए गजबको पिरो करेन्ट के भने चटपट पानीपुरी हुन्छ अनि समोसा केक चाउमिन मोमो हुन्छ अब गाउँ आएपछि यस्तै हो अब भोलि खानु पर्यो अब हेलो गाइस थोरै भयो नि तेल तातिसक्यो बट्टाइले बनाउँदैछ फट्टाइ अच्ची हामी नुडल बनाउने हो र ए नुडल्स गाइस हाम्रो यो तेल बढी तात्छ हल्का होइन यसमा होला है ए मैले हेरेँ नि आमाले सेक कसरी गराएको के केरा देखाइदेऊ न यहाँ कसरी निम्किन गराएको जात्रा यस्तै बनेर आवाज आएको कस्तो के भयो गएको गरिदिन्छ भनेर गाइस हाम्रो चाहिँ यहाँ हावाहुरी चढ्न लाग्यो अनि सिटमा चाहिँ हेरेर म कस्तो काली भइसक्यो एक दिन आएको घाममा डुलेको काली भइसक्यो गाइजहरू हाम्रो चाहिँ यहाँ निम्किन यस्तो भएको छ ओइ एउटा हाल्ला मलाई खाए चिनी खानुपर्छ है पुरै के भयो हावाहुरी चढ्यो यहाँ अहिले 5:25 गयो हावाहुरी चढ्यो पुरै गाइजहरू भयो अब बाई